नमस्कार सम्पूर्णलाई। आज म कक्षा 10 को एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर सहित हजुरहरूको समक्ष चाहिँ म उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ नरेश एसके। यो कक्षा 10 को भाइ बहिनीहरूलाई सहज हुने तरिकाले एउटा हिसाब चाहिँ मैले गर्न खोजिरहेको छु। हजुरहरूलाई आशा छ हजुरहरूलाई यो हिसाबले चाहिँ धेरै महत्त्वपूर्ण भूमिका खेल्नेछ। आज हामी कक्षा 10 कै एउटा कुनै किताबबाट मैले एउटा हिसाब ल्याएको छु। त्यो हिसाबको फोटा चाहिँ मेरो युट्युब च्यानलमा हालिदिन्छु। प्रश्न चाहिँ उत्तर चाहिँ मैले बनाएको छु, यो यसरी सल्भ गरेको छु। अब सबैभन्दा पहिला यसमा ट्रेडिङ अकाउन्ट बनाऊ भनेको छ। ट्रेडिङ अकाउन्ट अफ विनायक ट्रेड हाउस फर द एन्ड अफ द डिसेम्बर एन्ड 2022 को यो चाहिँ हिसाब दिएको छ। यही अनुसार चाहिँ हामीले ट्रेडिङ अकाउन्टमा बनाउनु पर्छ। सर्वप्रथम ट्रेडिङ अकाउन्टमा आउने बुँदाहरू हजुरहरूलाई नोटमै मार्फत प्राप्त गरिसक्नु भएको होला वा क्लासमा पढाइ पनि सक्नु भएको होला। नपढाएको छ भनेपछि मलाई भन्नु होला। हामी चाहिँ एउटा महत्त्वपूर्ण हिसाब छ यो। सबैभन्दा पहिला हामी ट्रेडिङ अकाउन्ट बनाउँछौँ। ट्रेडिङ अकाउन्टमा कस्ता कस्ता बुँदाहरू आउँछन् भने हजुरहरूलाई थाहा छ। कुनै पनि वस्तु तथा सेवा उत्पादन गर्दाखेरि सुरुमा लाग्ने जुन चोखो कस्ट छ हामी त्यसलाई ट्रेडिङमा राख्छौँ। ट्रेडिङको डिआर र सिआरमा जहिले पनि हामी पैसा आउँछ भने हामी डिआर सिआरमा राख्छौँ, पैसा हामीबाट जान्छ भने हामी डिआरमा राख्छौँ नर्मल्ली। तर यसमा वस्तु उत्पादन गर्ने सम्पूर्ण खर्चहरू डाइरेक्ट एक्सपेन्सेसहरू हामी ट्रेडिङ अकाउन्टको डिआर साइडमा राख्छौँ। त्यसैले ओपनिङ स्टक सुरुमा हामीले वस्तु बनाउँदाखेरि लाग्छ, त्यसैले ओपनिङ स्टक जहिले पनि डिआर साइड हुन्छ, यो खर्च हो। त्यसैले यो डिआर साइडमा राखेको छु। अमाउन्ट हजुरलाई थाहा छ 16,000। अनि त्यसपछि यसमा ओपनिङ स्टक पनि भनेको हुनसक्छ, बिगिनिङ स्टक पनि भनेको हुन्छ वा सुरुको डेट दिएर स्टक पनि भनेको हुन्छ। यसलाई डिआरमै राख्नुलाई सधैँ। अब पर्चेज छ हजुरको, यो पर्चेज 1,25,000। 1,25,000बाट हामीले पर्चेज रिटर्न पनि घटाइन्छ। अनि पर्चेज रिटर्न अथवा रिटर्न आउटवर्ड भनेको हुन्छ, कहिलेकाहीँ आउटवर्ड पनि योबाट माइनस हुन्छ, याद गरिराख्नु होला। पर्चेजबाट पर्चेज रिटर्न वा रिटर्न आउटवर्ड हामीले माइनस गर्नुपर्छ। अनि त्यसपछि क्यारिज इनवर्ड, किनभने यो भित्री ढुवानी हो। भित्री ढुवानी जहिले पनि वस्तु उत्पादन गर्दाखेरि आउने खर्च वस्तु उत्पादन गर्दाखेरि भित्र भाडा लाग्ने गर्छ। विभिन्न किसिमका र मेटेरियलहरू ल्याउँदाखेरि चाहिँ त्यो र मेटेरियलहरू ल्याउँदाखेरि लाग्ने खर्चहरू वा त्यसलाई ढुवानी गर्दा लाग्ने चार्जलाई हामी क्यारिज इनवर्ड भन्छौँ। कस्टम ड्युटी, क्यारिज इनवर्ड, विभिन्न किसिमका कुराहरू आएको हुन्छ। यो चाहिँ जहिले पनि यही हुन्छ, त्यसैले क्यारिज इनवर्ड यही राखेको छु।